आज म हजुरहरूलाई एउटा किताबको बारेमा भन्न गइरहेको छु। त्यो किताबको नाम रहेछ सिंहको दाँत। त्यो किताबमा 11वटा पाना छ। यो किताबको लेखक हुनुहुन्छ सुक्खा रिसाल शर्मा। यो किताबको चित्रकार हुनुहुन्छ सोनाम तामाङ। अब म यो किताबको सारांश भन्न जाँदैछु। स्कुलको पहिलो दिन थियो। केटाकेटीहरू कुचुमुच्च परेर बसेका थिए। उनीहरू एउटा नयाँ केटाको वरिपरि घेरा लगाएर बसेका थिए। मुनियाले आफ्नो साथीलाई भनी, हेर त साथी, त्यो नयाँ केटाको त सुन जस्तै पहेँलो दाँत रहेछ। उसको साथीले पनि सही ठान्दै भनी, हो त्यो नयाँ केटाको त सुन जस्तै पहेँलो दाँत रहेछ। एकपछि एक गर्दै यो कुरा सबै स्कुलभरि फैलियो। यो कुरा सुनेर रामु पनि यो सुन जस्तै पहेँलो दाँत हेर्न आयो र उसले पनि सही ठान्दै भन्यो, साँच्ची पो रहेछ यो केटाको त नयाँ केटाको त सुन जस्तै पहेँलो दाँत रहेछ। र उसले त्यो केटाको नजिक जान सकेन। त्यो नयाँ केटाको मुखबाट दुर्गन्ध आइरहेको थियो। र उसले फेरि सोध्यो, किन नबोलेको? तिमीले केले दाँत माझ्छौ? दन्त्यु, ब्रस, मन्जन किन्नु त्यसले। तर ऊ केही पनि बोलेन। उसको मुख महिलो थियो र ऊ गालामा छाम्दै त्यहाँबाट निस्क्यो। र उसले कुरा बुझ्यो। उसले भोलिपल्ट आउँदा उसले ब्रस मन्जन लिएर आयो र उसले सोध्यो, तिमीले यो ब्रस र मन्जनले दाँत माझ्यौ भने तिम्रो यो दाँत दुखेको र यो दाँत सफा गर्छ भन्यो। र उसले त्यो उसलाई दिन लाग्यो, तर उसले समातेन र उसले आफै दाँत माझ्यो र कुल्ला गर्न लगायो। र केही दिनपछि उसको त्यो